ओए सुमे तर त्यो के अरे तामाङनीहरूको त पुती ठुलो हुँदो रहेछ है। मेरो त सानो छ त। होइन होइन पुतीको पुवाल त सानै हुन्छ। त्यो माथिको टिन छ नि यो निधार निधार गुड कसम गुड। ढ्याब्ले हुन्छ, यत्रो ठुलो हुन्छ तामाङहरूको। यस्तो तर पुवाल चाहिँ भक्क। फेरि सानो। अनि त्यो बाहुन छेत्रीहरूले चाहिँ त्यो चिक्नको लागि त्यो डिलमा चप्किँदो रहेछ नि त उनीहरूको। अनि आनन्दी आउँदो रहेछ। त्यही भएर तामाङनी भनेपछि भुतुक्कै मासले भुतुक्कै किन भनेको त तामाङनीको पुतीले तान्छ अरे लाडो। अनि भक्क भक्क अनि भक्क। मैले भनेको कसरी तान्छ हो भनेको होइन, चपक चपक तान्छ। अनि कसरी चाहिँ तान्छ भनेको त्यो डिलले एकदम तान्छ अरे। होला 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 सायद। होला होइन क्या, हो माछाले कुदाइ। ल म अब भनेपछि फ्राइडे जान्छु अनि पहिले ऐनामा हेर त तेरो पुतीको डिल कत्रो छ। ठुलै छ, यत्रो छ, मेरो मोटो छ। त भक्क छ क्या, मोटो भक्क छ क्या। त्यही त भनेको। अनि फेरि पुती सानो हुन्छ अनि त्यो डिलले त्यो चाहिँ बाहिरको टिसी चाहिँ देख्दैन होइन, माथिको टिसी चाहिँ बाहिर निस्केको छैन। तर भक्क छ क्या मेरो चाहिँ। केही देख्दैन कि त्यो भक्कु त्यो डिल मात्र देख्छ, पुतीको पाल कोही सबै कोहीको त छोपेको हुन्छ। टिसी नै बाहिर आइराखेको हुन्छ कोही कोहीको त। त्यो त पातली मान्छेको पो आउँछ त नि, पातली मान्छेको। यत्रो लामो टिसी हुन्छ बाहिर आइराखेको हुन्छ कोही कोही, कति नराम्रो। त्यो पातली मान्छेको हो कि पागल नि लाटी। त्यो पातल केटीको अब त्यो छालाले अब छाला त्यो पातल हुन्छ नि त। हाम्रो पो छाला बाक्लो भएर छोपिन्छ भनेर नि हाम्रो अलि छोटै हुन्छ क्या। अनि त्यो पातली केटीहरूको चाहिँ सानो पातली केटीको त त्यो तल कान पनि ल्याफ्राक्कै यस्तो हुन्छ त। त्यो गङ्गुको तैँले कसरी बेरेको हो के साग त्यो बेरेको जस्तो के है पुरै यस्तो के पुरै जेलेको के कचेर जेलेको। कुचिरो अनि हो त्यो पातली केटीको त्यस्तो हुन्छ माछा। यति कुरो जानेर तर कोही कोहीको चाहिँ पुती चाहिँ यति लामो अनि टिसी नै बाहिर आएको अनि फ्याँक पुरै यस्तो फ्याँक्या भित्र चलाइ देख्ने गरेर देख्ने खालको हुन्छ त्यसो घिनलाग्दो। तर हाम्रो चाहिँ त लास्टै राम्रो हो माछा। भुक्कै पाउरोटी देख्दैन क्या, पुरै छोपिन्छ होइन, हातले फटाउनु पर्छ भित्रको देख्नलाई। पाउरोटी हो हाम्रो भनेको, भुक्के पाउरोटी सही हो। यो केटा हो होइन। यो तामाङहरूलाई थाहा हुन्छ आफ्नो बुढीको पुती कस्तो हुन्छ भनेर। अनि यिनीहरूले थाहा हुन्छ कि तामाङनीहरूको पुती कस्तो हुन्छ भनेर। जसले तामाङनीलाई चिकेछ अनि त्यसलाई थाहा हुन्छ कि कस्तो चिकिन्छ यार तामाङनीको पुती यार, भोबाल हुन्छ यार, कस्तो चिक्न पायो भने आएछ भनेर यस्तो कुरा गरेर हिँड्छ रन्डाहरू। सही हो कि जसले चिकेछ त्यसलाई थाहा हुन्छ क्या तामाङनीको पुतीको बिल्ला अरे। माछिने बिल्ला माछेहरूको चिकेको छ तैँले पनि माछिने। सही कुरा गरेको बिल्ला गरेछन् ल, सही भनेको सही होइन हाम्रो अनुभवको कुरा चाहिँ भनेको है। अब त्यो लाज लागेर हो भन्दैछ। फेरि के भयो, के पनि भएको छैन, हामी यतिकै चर्चा गरेको हो। हाम्रो यस्तै छ जिन्दगानी, अब के गर्ने होइन। दिनभरि डुल्छु भनेर काम गर्छु, थकाइ लाग्छ बेलुका थकाइ लागेपछि अलिअलि सानोतिनो कुरा भइहाल्छ। कि कसो केटी होइन। हो सही हो सही हो। मन पर्ने बस्ने, मन नपर्ने जाने हाम्रो लाइफबाट। त्यो एउटा केटाले चिकेकै रहेछ, दामी हुन्छ अरे। दामी हुन्छ अरे। हो सही हो। मेरो नाम त लाडो राख्ने के को राख्छ हौ पुती। मार्चिकले थाइल्यान्डमा गएर मैले लाडो बनाएँ भने नि, पुती फालेर लाडो बनायो भने कसो यस्तो चिक्छु कि चिक्ने आइया भनेर चिक्छु। कसलाई चिक्ने? सानो तिनो लाडो बनाउँदिन फेरि माछाले एकदम त्यो ठुलो होइन लामो ढुक्कै एक लड हान्ने बित्तिकै माछिने बक्कै जाने गरेर बनाइदिन्छ। अनि यो सब दुनियाँलाई चिक्छु, सबैलाई चिक 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 सबलाई चिक नछोड ल। सरापे छ माछिने चिक चिक। जसले फुटी जसले फुटी भन्छ त्यसको चाकचिक ठुलो बनाउनु हो देखाउन अरे। अब तेरो दुध भन्छ हेर माछाले, तेरो दुध देखिरहेछ हेर त दुध। आम्मा ओए दुधको मुनि एउटा पनि लाम्सो रहेछ। हेर त कति मोटा छ। हो रहेछ माछाले।
यति धेरै मोटा छ म केटा बनेर देखाउँछु कि यही लाइफ झन् तलतिर हेर्न कति बनाएर मोटाको छ। सबै देख्यो देखेको छैन अलि यस्तो पेन्डी कस्तो पेन्डी लाखाला भन्दा कस्तो पेन्डी लाखा भन्दा मम्मी कसम पेन्डी देखेछ माचिक्ने अलि माथि गोर क्यामेरा ए केटाहरू बौलायो उ रातो पेन्डी लाखा रे अनि रातो रातो पाराको देखेको थियो हो र हो र भन्छ अब त्यो आफैलाई थाहा छैन कुन पेन्टी लाग्यो भनेर म रातै हो के? माथिको सबै देखिने गरेर अनि कसरी बस्ने त्यो होइन त्यो माथिको होइन अघि त तलको सबै देखेको हेर्नमा ऐ च्यापा के गर्छ यो केटीले हो ल नाच अब अहे गर्दा फन गरेर नाच त उफ्रिन चाइट 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 सम्झ हेर्न फेरि हेर्न बस्ने ढङ्गै छैन बसाइ ठिक छैन यो केटीको बसाइ नै ठिक छैन अहिले ठिक छ पुरै छोपिदिएको तेरो खुट्टा उता गर है मसरी पुरै छोपिखा हेर माथि ए ल ल ल ठिक छ ल सुरुवाल लगाएर आएर फ्या गरेर बस बरु मासाले त्यो त भयो सुरुवाल अस्तिको त सुरुवाल लगाएर आइज सुरुवाल प्यान्ट जे भयो भने अहिले त्यो फेरि उठ्ने बित्तिकै चाक देख्छ उठ्यो भने चाक देख्छ क्या चाक देख्यो भने छोलोस् न त कोही कोही मान्छेहरू बिचारा मर्न लाग्छ नदेखेर अहिले अनि टिकटकले चाहिँ हान्यो भने नि फेरि कहाँ पुग्छ के हान्यो भने टिकटकले चाहिँ हान्यो भने ऊ त पल्लो भित्तामा पुग्छ ए हान्दैन हो ठिक पुरै छोपिखा ऊ यो फिटम्यान भन्ने मान्छेले फ्याकेले कालो पुती भन्ने गर्छ चिक्ने पुती मैले अब पुती काटेर म लाडो बनाउँदैछु है मान्छेले यस्तो चिक्छु मान्छे नि यो कमेन्ट गर्ने केटाहरू सबैलाई चिकेर गर्भवती बनाइदिन्छु चाक चिक न चाक घुप्टो पारेर मेरो चाक पनि बस्दैन के मासर कस्तो दुख्छ पो त बेडमा जाऊँ भन्यो भने निन्द्रा लाग्छ ठीक है दाजी हुआ गाला कर्मा ठिक त जी दाजी गाला कर्मा च्याकोले जाबो न मला जब मुबकी चिक्ने आबा आमजेलासँग त एकदम भोमाजी मुला कान्छाजी जी ऐसे चबला म आऊ रे आऊ आऊ तामाङ कुरा पनि बुझ्छ कि मलाई के भन्दा गए अघि विल्सनले यस्तो रिस उठ्यो त्यसको लाइफमा गएको त रिस हो के भन्यो दुबईको रखेल कि के भन्दै थियो यार कस्तो छाडेको भाइ आज कसम त्यस्तो भनेको थियो मलाई अघि अनि म रक्सी खान्छ त्यही भएर म आएको अनि त्यस्तो भन्दा थियो होइन अनि यस्तो रिस उठ्यो मलाई त होइन भने होइन भन्छ कि मलाई त अनि उसले पनि अनि भोला पनि त्यही भोला उसलाई ठोक्दा विल्सनलाई भन्दा उल्टै मलाई ठोक्छ भनेको रिस उठेर मलाई रक्सी खान्छ तिनीहरूले छोड्दे त्यस्तै हो टाइम टाइममा बोलाउँछ क्या अनि के भन्छ तैँले भिसी गरेको रेकर्ड छ मलाई रे कोसँग भिसी गरेको भन्दा को नाम ग्रुप रिजा केडी गर्दै आथान मङ्सिला जिबिया थेनी गर्दै चिला चिकै बसुस मात्र हामीलाई रन्डिरे बेसिया रे मास अनि पो त हाम्रै दुध हेरेर छोलेर बस्छ माछी उल्टै हामीलाई रन्डी बेच्छ भन्छ है माछी मेरो त दुधको मुन्टा दुखेर कस्तो भइसक्यो यार किन खै किन दुख्छ मिन्स हुनलाई हो कि दुधको मुन्टा दुखेर जरा जरा के भयो फेरि यसलाई प्रोफाइल हेर्न नजा के नै म त्यो ढोका बन्द गर्नु छ यहाँ मेसेज आयो ढोका बन्द हेर्न फेरि यसको हिँडै ठिक छैन फेरि
छैन मायाले अनिता राखेर आएछ छैन माया दिदी पनि काम छैन रहेछ अझसम्म कतिजनालाई चाक देखायो छैन माया दिदीले डोना मेरो डोना हो मेरो कान्छा मेरो बाबा आउनुभयो ए राम्रोसँग बस्न माछाले दुईजनै तामाङ हो माछी एउटा मोक्तान एउटा गोले ला जसले मुनि गर्न हान्छ त्यसलाई माथि तान्छ माछिक्ने नत्र डबल ट्याप गरेर बस माछाले जसले मुनि गर्न हान्छ त्यही माथि आउँछ च्या कालो पुती कालै भए पनि निलै भए पनि तेरो आमाको त टाँसेर आएको छैन नि माछाले गधा गोले चाहिँ को हो अरे गोले म गोले त्यो मुक्तान यहाँ रोज मैले अहिले चाहिँ यहाँ लगाएको हेर यहाँ खै ईश्वर ए ल ल ल ठिक छ माछा नदेखा पुतीतिर हो अनि देखेको गर्छ त अनि के छ कि कालो छ रे मेरो त मेरो त मैले रातो पेन्टी लगाएको होइन देखेको रहेछ भाइ तिमीले अनि अनि त्यही भिडियो लगाएको मात्रै अनि पुरै केटाहरू सबै तर्स्यो मान्छे नि पुतीले साँच्ची अनि कोले छोल्यो भन्छ है म कमेन्ट गर्छ तलतिर तँलाई बाउले चिकेको रे तँलाई तेरो आमालाई चिक्ने होइन यसले आमालाई चिकेको त्यही त यसले आमालाई होइन आमाले यसलाई चिकेको आमा माथि चढेर यसलाई आमाको लाडै आमा चाहिँ त्यस्तो माथि चढेर चिकेको नि अब ऊ तल भुक्कमा थापेर माथिबाट कच्चा दिएको नि अब गोलेको पुती त कालो छ हो गङ्गुको जस्तो रे मान्छे नि रन्डीको बानमा हाँचेको नि त्यही कालो पुती यो निधार छ नि यो निधार जस्तै सेतो छ तल चाहिँ अब त्यो पुती चाहिँ अब कालै होइन के पुती चाहिँ कालो छ पुती चाहिँ सेतो छ